स्टुडेन्ट्स हाउ आर यु। आज चाहिँ हामीले के पढ्छौँ भन्दाखेरि आज चाहिँ हाम्रो नयाँ च्याप्टर केमिस्ट्रीको हामीले ट्रान्जिसनल इलिमेन्ट पढ्छौँ। ट्रान्जिसनल इलिमेन्ट भनेको के हो, यसको क्यारेक्टरिस्टिक के छ, लिग्यान्ड भनेको के हो, अनि हामीले यसमा चाहिँ हामीले सबभन्दा इम्पोर्टेन्ट टपिक भनेको के हो भन्दाखेरि हामीले कम्पाउन्डहरू कसरी फर्म हुन्छ, कम्पाउन्डहरू कसरी फर्म हुन्छ अनि क्रिस्टल फिल्ड थ्योरीको बारेमा फुल डिटेल फुल राम्रोसँग चाहिँ बुझ्छौँ है त। यो चाहिँ 12 दिएपछि आइओई सिई सबैमा काम लाग्छ है त। राम्रोसँग बुझेर हेरिदिनु होला। नबुझेको खण्डमा मलाई कमेन्ट सेक्सनमा आएर केही कुरा जानिन बुझेन भनेर भनिदिनु होला है त। ल, ट्रान्जिसनल इलिमेन्ट भनेको के हो भन्दा पार्शियल्ली फिल्ड डी अर्बिटल हो। पार्शियल्ली फिल्ड डी अर्बिटल भनेको 5D अर्बिटल होइन। 5D अर्बिटल भनेको 5D अर्बिटलमा के हुन्छ भनेपछि पार्शियल्ली फिल्ड भनेको कसो हो भनेपछि एउटा कुनै पनि अर्बिटलमा दुईवटा इलेक्ट्रोन अटाउने होइन, दुईवटा इलेक्ट्रोन अटाउने हो। दुईवटा इलेक्ट्रोन नभएर एउटा अर्बिटलमा एउटा मात्रै इलेक्ट्रोन भयो भने चाहिँ यसलाई चाहिँ पार्शियल्ली भन्छ है। पार्शियल्ली भन्छ, पार्शियल्ली फिल्ड डी अर्बिटल। ट्रान्जिसनल इलिमेन्ट भनेको पार्शियल्ली फिल्ड डी अर्बिटल भनेको होइन। यसको क्यारेक्टरिस्टिकहरू के हुन्छ भन्दाखेरि मैले यहाँ लेखिसकेको छु, पहिला लेखेको हो। यो भिडियो बनाउँदै भिडियोको लेन्थ बढी भएर लेखेर चाहिँ छोटकरीमा राम्रोसँग भनिदिउँ भनेर यसरी लेखेर भनिदिइरहेको हो है। ल, क्यारेक्टरिस्टिक के हुन्छ भन्दाखेरि पार्शियल्ली फिल्ड डी अर्बिटल भयो होइन, एउटा हाम्रो मेन क्यारेक्टरिस्टिक होइन। यसको चाहिँ भ्यालेन्सी चाहिँ भेरी गर्छ होइन। भन्नाले कहिले एक देखाउने, कहिले त्यही कम्पाउन्डमा कुनै पनि इलेक्ट्रोनहरू थपियो भने चाहिँ हाम्रो के भयो, 1 देखाउने, कहिले 2 देखाउने, कहिले 2 देखाउने, 3 देखाउने है त। यसमा चार्जहरूको चेन्जको कारणले हाम्रो अक्सिडेसन स्टेट चाहिँ फरक आउँछ होइन। यो चाहिँ गुड कन्डक्ट अफ हिट एन्ड इलेक्ट्रिसिटी होइन, गुड कन्डक्ट अफ हिट एन्ड इलेक्ट्रिसिटी। अनि कलरहरू डिफ्रेन्ट फरक हुन्छ होइन। व्हाइट भिट्रोल, ब्लू भिट्रोल भनेर पढ्नु भएको छ कि पढ्नु भएको छैन? जिङ्क, कपरको, मर्करीको, आइरन Fe3, Fe+3, Fe+2 यिनीहरूको भ्यालेन्सीहरू, यिनीहरूको कलरहरू हामीले राम्रोसँग पढेको छौँ। अनि गुड क्याटलिस्ट भनेको के हो भन्दा क्याटलिस्टको काम के हो भन्दाखेरि क्याटलिस्टको कुनै पनि रेट अफ रियाक्सनलाई इन्क्रिज अथवा डिक्रिज गराउने हो कि होइन? हो, त्यो हो कि होइन? त्यही हो नि। अनि हाम्रो लिग्यान्ड भनेको के हो भन्दाखेरि लिग्यान्ड भनेको कुनै पनि कम्पाउन्डमा भएको नेगेटिभ चार्ज होइन। कुनै पनि कम्पाउन्ड अथवा कुनै पनि इलिमेन्टमा भएको नेगेटिभ चार्ज त्यसलाई नै लिग्यान्ड भनेर भनिन्छ होइन, नेगेटिभ चार्ज। अनि अब हामीलाई के भन्छ भनेदेखि क्रिस्टल फिल्ड थ्योरी। हामीले आज मेन विस्तृत रूपमा चाहिँ क्रिस्टल फिल्ड थ्योरी पढ्ने हो। क्रिस्टल फिल्ड थ्योरीमा के छ भन्दाखेरि हाम्रो अक्टाहेड्रल र के छ, टेट्राहेड्रल छ। ल, क्रिस्टल फिल्ड थ्योरी भनेको के हो भन्दाखेरि इलेक्ट्रोस्ट्याटिक इन्टरेक्सन बिट्विन लिग्यान्ड र ट्रान्जिसनल इलिमेन्ट र लिग्यान्डको हामीले इन्टरेक्सनलाई के भन्छ, हामीले क्रिस्टल फिल्ड थ्योरी भन्छौँ होइन। र यिनीहरूको सेपहरू कस्तो हुन्छ, अनि अक्टाहेड्रलमा कस्तो भन्छ, टेट्राहेड्रलमा कस्तो सेपहरू भन्छ, अनि त्यसले गर्दा चाहिँ अनि अर्बिटलहरूको सेपमा अनि कसरी ओभरल्याप हुन्छ, हामीले त्यो कुराहरू चाहिँ आज हामीले विस्तृत रूपमा हामीले राम्रोसँग पढ्छौँ है त। ल, टेट्राहेड्रलमा हाम्रो के हुन्छ भन्दाखेरि हाम्रो टेट्राहेड्रलमा कुनै पनि मेटललाई लिग्यान्डले चारतिरबाट घेरेको छ भनेपछि के हुन्छ भनेपछि टेट्राहेड्रल भनेर भनिन्छ। ल, यो भनेको कुनै पनि ट्रान्जिसनल इलिमेन्ट भयो होइन। यो भनेको टेट्राहेड्रलको केसमा चाहिँ कुनै पनि मेटललाई लिग्यान्डले चारतिरबाट घेरेको होइन। अनि हाम्रो यो भनेको NH3 भनेको लिग्यान्ड भयो। NH3 मा के हुन्छ, यता हेर्नु है, NH3मा दुईवटा नाइट्रोजनसँग बोन कतिवटा हुने हो, तीनवटा बोन, हाइड्रोजन, दुईवटा लोन पेयर हुने हो कि होइन? हो, मैले बनाउन भुलेको छु। हामीले यसरी गराउँदा पनि भयो, यसरी गराए पनि भयो। अनि होमोलाइटिक र हेटेरोलाइटिक भनेर हामीले थाहा छ कि थाहा छैन? NH3 भयो होइन। ल, होमोलाइटिक र हेटेरोलाइटिक भनेको के हो? होमोलाइटिक भनेको कुनै पनि बोन C र C कुनै पनि बोन छ होइन। होमोलाइसिस भनेको योसँग एउटा इलेक्ट्रोन छ, योसँग एउटा इलेक्ट्रोन छ, बराबर बाँड्यो होइन। अनि होमोलाइटिक भन्नाले के हुन्छ भनेपछि यताको पनि
यता दुईटा इलेक्ट्रोन, यताको एउटा इलेक्ट्रोन थियो, यताको एउटा इलेक्ट्रोन थियो हैन, छुट्टा छुट्टै थियो। तर यो दुईटै इलेक्ट्रोन चाहिँ यतातिर आयो के, यो चाहिँ यस्तो कम्पाउन्ड भयो, यस्तो कम्पाउन्डबाट यस्तो कम्पाउन्ड, यो यस्तो कम्पाउन्डबाट चाहिँ यस्तो कम्पाउन्ड भयो क्या। यो दुईटै कार्बनले लग्यो, त्यसलाई चाहिँ हेटेरोलाइटिक भनेर भन्छ है। ल हामीले त्यो कुरा चाहिँ हामीले थप बुझ्नु पर्यो, केही अलि धेरै बुझ्दैमा केही हुँदैन। ल टेट्राहेड्रलमा सेपहरू कस्तो कस्तो हुन्छ, अनि इलेक्ट्रोनहरू कसरी एक्साइटेड हुन्छ, अनि कसरी के हुन्छ भन्दा हाम्रो सेपहरू के हुन्छ भन्दाखेरि टेट्राहेड्रलमा र अक्टाहेड्रलमा सेपहरू सबैमा अर्बिटलहरूको सेपहरू 5वटा किसिमको हुन्छ हैन। हामीले के पढ्यो, पार्शियली फिल्ड डी अर्बिटल, 5D अर्बिटल भनेर पढ्यो कि हैन। एउटा, दुईटा, तीनटा, चारवटा, 5वटा भयो कि नै। अब डी एक्स वाई, वाई जेड, एक्स जेड, एक्स स्क्वायर माइनस वाई स्क्वायर जेड स्क्वायर भयो हैन। यो भनेपछि के भयो, बिट्विन द एक्सिसमा छ कि छैन, एक्स र वाईको, जेड र वाई र जेड, एक्स र जेड भयो कि नै। हो, यो चाहिँ के छ, बिट्विन द एक्सिसमा छ कि छैन, अनि यो चाहिँ एलोङ द एक्सिसमा छ कि छैन। हो, यिनीहरूको सेपहरू चाहिँ हामीले थाहा पाउनु पर्यो, कसरी भयो भनेर हामीले बुझ्यो नि। हो, यो कुरा चाहिँ हामीले बुझ्नु पर्यो हैन। ल अब हामीले अब के गर्छौँ भन्दाखेरि, अब हामीले अक्टाहेड्रलको केसमा चाहिँ के हुन्छ भनेपछि, यहाँ लेख्न, अक्टा HEDRAL अक्टाहेड्रलको केसमा के हुन्छ भनेपछि, लिग्यान्ड र हामीले ट्रान्जिशनल इलिमेन्टको इन्टरेक्सन, इलेक्ट्रोस्ट्याटिक इन्टरेक्सन भनेको हो कि हैन। इलेक्ट्रोस्ट्याटिक लिग्यान्डलाई चाहिँ हामीले एकछिन के मानौँ भनेपछि, कुकुर चाहिँ मानौँ हैन, कुकुर मानौँ। अनि कुनै पनि ट्रान्जिशनल इलिमेन्टलाई चाहिँ हामीले के मान्ने, हामीले बिरालो मानौँ। ल कुकुर आएपछि कुकुर र बिरालोको यहाँ भेट भयो हैन, कुकुर र बिरालोको भेट भयो। ल कुकुरले बिरालोलाई झम्टिन खोजेपछि बिरालो त झन् बेसरी, कहिले बेसरी भाग्छ, अनि धौ भएपछि सुस्तरी भाग्छ, हो कि हैन। हो, ल बेसरी भाग्यो भने हाम्रो के हुन्छ, यहाँ चाहिँ 3वटा हुन्छ हैन, 3वटा हुन्छ हैन। ल 3वटा भएपछि इलेक्ट्रोनहरू एक्साइटेड भएर यसरी जान्छ अक्टाहेड्रलमा। अनि यसमा अक्टाहेड्रलमा चाहिँ दुईटा इलेक्ट्रोनहरू चाहिँ तलतिर अब थाकेपछि त माथि धेरै एक्साइटेड भएर माथि बेसरी दौड्यो हैन, अनि त्यसपछि कम भएर चाहिँ अनि त्यो थाकेपछि चाहिँ बिस्तारै दौड्यो हैन। अब हामीले अक्टाहेड्रलको लागि हामीले अब यो यस्तो हो भनेर, यसो माथि चाहिँ यस्तो हुन्छ, अप्पर यो भनेको एक्साइटेड भयो, EXCITED एक्साइटेड इनर्जी लेभल भयो, यो भनेको लोअर इनर्जी लेभल हो हैन, लोअर इनर्जी लेभल भनेर हो, यो बुझ्नु पर्यो हैन। तर टेट्राहेड्रलमा के हुन्छ भने, टेट्राहेड्रलमा के हुन्छ भन्दाखेरि, टेट्राहेड्रलमा हाम्रो सेपहरू के हुन्छ, लिग्यान्ड र के हो, हाम्रो ट्रान्जिशनल इलिमेन्टकै के हो, इलेक्ट्रोस्ट्याटिक इन्टरेक्सन हुने हो कि नै। यो हामीले यति थाहा छ हामीलाई। अब यो भनेको 5D अर्बिटल हो नि, 5D अर्बिटलबाट के हुन्छ भनेपछि 1 2 3 4 5वटा भयो, 5वटा भएर एउटा एक्साइटेड हुने हो, एउटा चाहिँ लोअर हुने हो। अब यसमा चाहिँ के हुन्छ भनेपछि, अक्टाहेड्रलमा चाहिँ माथि 3वटा थियो, हो कि हैन। ल टेट्राहेड्रलमा चाहिँ ठ्याक्कै अपोजिट हुन्छ है। 1 2 3 ठ्याक्कै अपोजिट, ठ्याक्कै अक्टाहेड्रलको ठ्याक्कै अपोजिट हो। यति कुरा हामीले राम्रोसँग बुझ्यौँ भने, यो कुरा बुझ्यौँ भने हामीले चाहिँ क्रिस्टल फिल्ड थ्योरी, ट्रान्जिशनल इलिमेन्टको कम्प्लेक्स कम्पाउन्ड कसरी बन्छ भन्ने कुराहरू चाहिँ हामीले मजाले बुझिन्छ होला हैन। यति सकियो भने हामीले यो च्याप्टरबाट राम्रोसँग मजाले गर्न सक्छौँ। अनि यसमा चाहिँ हामीलाई के हुन्छ, जिङ्कले चाहिँ भेरिएबल भ्यालेन्सी किन देखाउँछ भनेर भन्छ। जिङ्क चाहिँ ट्रान्जिशनल इलिमेन्ट हो, यसले चाहिँ डिफ्रेन्ट कलरहरू किन देखाउँछ, यो चाहिँ ट्रान्जिशनल इलिमेन्ट हो, यसले चाहिँ भेरिएबल भ्यालेन्सी देखाएको कारणले अनि भेरिएबल भ्यालेन्सी देखाउँछ। अनि के हुन्छ, डिजी ट्रान्जिसन हुन्छ हैन। डिजी ट्रान्जिसन भएपछि हाम्रो के हो, कलरहरू प्रोड्युस हुने हो। हाम्रो यस्तै क्वेसनहरू सोध्छ, यस्तै क्वेसनहरू सोध्छ चाहिँ हामीले मजाले गर्न सक्छौँ है त। यति राम्रोसँग पढ्ने भने यो राम्रोसँग पढ्न पर्यो, यो बुझ्न पर्यो, अनि त्यसपछि यो बुझेपछि यति बुझेपछि हामीले मजाले गर्न सक्छौँ है त। ल यो च्याप्टर आज यतिमै समाप्त हुन्छ। अनि केही कुरा बुझ्नु भएन भने कमेन्ट सेक्सनमा आएर भनिदिनु होला, अनि त्यसपछि म हजुरलाई भनिदिने छु, जे कुरा जान्नुहुन्न त्यो कुरा भनिदिने छु। अनि सानो क्रिएटरलाई यसो सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। ल हस् त, धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला।